बिहान सबेरै उठेर सूर्योदय हेर्नको निम्ति इन्द्रदह र कालु पाण्डेको समाधि रहेको डाँडामा जाने हो। टारबाट माथि उकालो लागेपछि बाटो उकालो उकालो छ। अलिक स्कुटरहरूलाई चाहिँ अलिकति गाह्रो गाह्रो पर्छ। एकजना त ठिकै हो, तर दुईजना चाहिँ अलिकति गाह्रो पर्न सक्छ। मेरो चाहिँ अलिक पुरानो स्कुटर भएको कारणले गर्दाखेरिमा हाम्रो दिपेन दाइ हिँडेर आउनु पऱ्यो। म अलि माथि आएर वेटिङ गरेर बसिरहेको छु। दिपेन दाइ आइसक्नु भएको छ हिँड्दै हिँड्दै। कलङ्कीबाट मात्र 9 किलोमिटरमा पुग्न सकिने कालुपाण्डे डाँडा भनी प्रसिद्ध स्थानमा पुग्दा घाम झुल्किनै लागेको थियो। प्रकृति शान्त लयमा बगिरहेको, सधैँ समयमा नै उदाउने घाम अब उदाइसक्यो। मेरो क्यामेराले के कति क्याप्चर गर्यो त्यो चाहिँ म भन्न सक्दिनँ, तर पनि निकै नै मनमोहक दृश्य यहाँबाट देख्न सकिन्छ। जाडोको बिहानीमा निकै फरक देखिएको थियो काठमाडौँ खाल्डो। सहर बादलको सिरक ओढेर निदाइरहेको जस्तो थियो। हेर्दा हेर्दै घाम निकै माथि पुग्यो। हामी डाँडाको टुप्पोबाट खुलेका हिम श्रृङ्खला हेर्दै निकै बेर बस्यौँ। यहाँबाट देखिने लाङटाङ, गणेश, गौरीशङ्कर आदि हिमालहरू स्पष्ट रूपमा देखिन सकिने रहेछ। मिल्ने भए भुरुरु उडेर हिमालको टुप्पोमै गएर बसौँ जै लाग्यो। मसँगै जानुभएका दिपेन दाइले मलाई त्यहाँबाट देखिने ककनी, जामाचो डाँडा, बन्जरे डाँडा, रामकोट, भीमडुङ्गा लगायतका विभिन्न ठाउँहरू देखाइ नै रहनुभयो। यो ठाउँ चाहिँ हिमाल हेर्नलाई एकदम उपयुक्त लाग्यो दाइ मलाई। अलि अगाडिबाट गयो भने उपत्यका देखिने भयो। यताबाट धादिङको पुरै पाट देखिन्छ। यहाँबाट चाहिँ ठ्याक्कै हेरेर सर लाग्यो हिमाल त मजाले देखिन्छ। एउटा दुर्बिन भयो भने चाहिँ अझै राम्रो देखिन्थ्यो होला है, अझै मजाको के। दुर्बिन मात्र भयो भने चाहिँ आफूले मात्रै हेर्नु पानी भयो। अलि जुम लेन्स वाला राम्रो क्यामेरा हो भने चाहिँ राम्रो त्यसरी कैद पनि गर्न पाइयो कि। भनेपछि तपाईँहरूसँग जुम लेन्सहरू छ, डिएसएलआर क्यामेरा अनि जुम लेन्सहरू छ भने चाहिँ यस स्थानमा आएर भिडियोग्राफी फोटोग्राफी गर्दा आफूले पनि आनन्द लिन सक्नुहुन्छ र त्यो भिडियो फुटेजहरू अपलोड गरेर हामीलाई पनि एउटा आनन्दित तुल्याउन सक्नुहुन्छ है साथीहरू। नर्मल क्यामेराबाट जस्तो आएछ त्यो चाहिँ हामीले खिचेर तपाईँहरूमाझ यहाँ पस्किने कोसिस पक्कै नै गर्दैछौँ। हेरेर मन परेमा तपाईँहरूले हामीलाई हौसला दिनको लागि लाइक गरिदिनु, कमेन्ट गरिदिनु, सेयर गरिदिनु अनि सब्सक्राइब पनि गरिदिनु है त। तपाईँहरूलाई हिमाल हेर्न मनपर्छ भने पनि यस स्थानमा आएर विभिन्न हिमालहरूका मनोरम दृश्यहरू हेर्न सक्नुहुन्छ। यहाँबाट गणेश हिमाल, चोयो हिमाल, लाङटाङ हिमाल आदि हिम श्रृङ्खलाहरू निकै नै राम्रो देखिने गर्दछ। अलि पर चित्रकार भाइहरूलाई भेट भयो। अब आधी सुरु गर्नुपर्छ। उनीहरू हिमालको चित्र बनाउँदै रहेछ। सूर्योदय अगावै आएमा हिमाल हेरा जस्तै देखिने कुरा पनि उनीहरूबाट नै थाहा पाएँ। 5:30 बजीतिर आयो भने बल्ल मजा आउँछ। जस्ट घाम त्यो हिमालमा ठ्याक्क रेजहरू आउँछ नि। 5:30 बजी आउँछ?
5:30 बजे आएर बस्ने आएर बस्नु कुर्ने कुर्नु पर्यो वहाँ सारङकोटमा चाहिँ 5:30 नै हो सारङकोटमा रातो रातोबाट गोल्डेन डायमन्ड बन्छ एकछिन ढलक्क ढल्किन्छ साइन हुन्छ त्यो त फेरि कति 2-3 मिनटको लागि मात्र त्यति हो त्यसपछि त घाम माथि आएपछि सक्यो त्यसपछि त्यति भ्यूको लागि मान्छे टन्न हुन्छ चित्र नै बनाउन उनीहरू नेपालका विभिन्न ठाउँहरूमा भ्रमण पनि गर्ने रहेछ। भाइहरूलाई उज्जवल भविष्यको धेरै धेरै शुभकामना। काठमाडौँले आफ्नो बादलको सिरक अझै छोडेको थिएछ। हामी काजी कालु पाँडेको समाधितर्फ लाग्यौँ। गोर्खाली फौजका सेनापति कीर्तिपुरसँगको युद्धमा नराम्ररी घाइते भए पश्चात मृत्युशय्यामा पुग्नै लाग्दा गोर्खा देखिने स्थानमा समाधि बनाइदिनु भन्ने अन्तिम इच्छा बमोजिम यस स्थानमा समाधिस्थ गराइएको रहेछ। कालु पाँडेको पार्थिव शरीरलाई यहाँ समाधिमा लिन गराइएको स्थल यहाँ रहेको छ, यहाँ देख्न सकिन्छ। भनेदेखि हामीले यहाँ चाहिँ कालु पाँडेको सम्मानमा उहाँको पूर्ण कदको कालु पाँडेको पूर्ण कदको शालिग पनि यहाँ स्थापना भएको छ। साथीहरूसँग घुम्न हाइकिङ आउन कम्तीमा 3-4 घन्टाको समय छुट्याएर आउनुभयो। हिँड्दै हिँड्दै आउनुभयो भने 3-4 घन्टाको समय, नभए बाइक मोटरसाइकल गाडीमा आउनुभयो भने 2 घन्टाको समय छुट्याएर आउनुभयो भने यस स्थान मजाले घुम्न सकिन्छ। यहाँबाट मनोरम हिम श्रृङ्खलाहरू पनि दृश्यावलोकन गर्न सकिन्छ। भनेदेखि यस क्षेत्र निकै नै राम्रो रहेको छ। यहाँ भ्यू टावर पनि रहेको छ। भ्यू टावरबाट अझ स्पष्टसँग काठमाडौँ उपत्यकाको दृश्यावलोकन, हिम श्रृङ्खलाहरूको दृश्यावलोकन गर्न सकिन्छ। नेपाल एकीकरण गर्न महत्त्वपूर्ण योगदान गर्ने सबै ज्ञात अज्ञात योद्धाहरूको सम्झनामा मौन धारण गरी श्रद्धासुमन अर्पण गरियो। समाधि स्थलमा रहेको उद्यानमा केही बेर बसियो। छेउमा रहेको मिनी म्युजियमबाट जानकारीहरू पनि पाउन सकिने रहेछ। कालु पाँडेको बारेमा केही कुराहरू चाहिँ यस ठाउँमा संक्षिप्त रूपमा केही जानकारीहरू पनि यहाँ पाउन सकिन्छ। जस्तो कालु पाँडेको के थियो इतिहास, छोटो जानकारी, वंशावलीहरू चाहिँ यहाँ पनि राखिएको छ। यस समाधि स्थल छेउमा एउटा सानो सङ्ग्रहालय जस्तो बनाएर कालु पाँडेको बारेमा चाहिँ राखिएको छ। विभिन्न तस्बिरहरू, भनाइहरू र जानकारीहरू चाहिँ यहाँबाट नि हामीले पाउन सकिन्छ। तत्पश्चात पूर्वतर्फ रहेको मनोकामना मन्दिरको दर्शन गर्नतर्फ लागियो हामी। यस मन्दिर नेपाल एकीकरणको सिलसिलामा विक्रम सम्वत 1814मा गोर्खाली सैनिकहरूको परम्परागत चलन अनुसार भगवती माताको प्रतिरूप स्थापना भएको रहेछ। पछि स्मृति प्रतिष्ठान र जनसहभागितामा यस स्वरूपमा निर्माण गरिएको यहाँ रहेको शिलालेखमा उल्लेख गरेको रहेछ। काठमाडौँ उपत्यकाको घुम्नै पर्ने ठाउँहरूमध्ये यो पनि एक रहेको छ। यो ठाउँको बारेमा मोटामोटी जानकारी थाहा पाइहाल्नुभयो। तपाईँहरू यस ठाउँमा आउनुहुनेछ, अवश्य पनि घुम्नुहुनेछ र आफैले यो ठाउँको अनुभव लिनुहुनेछ भन्ने मलाई पूर्ण विश्वास छ।